इस पश्चात एक्रोन तैयारी अवस्थामा पर्छन् अनुरोध गर्न चाहन्छु। हजुरको टाइम अलरेडी सुरु भइसकेको छ, कृपया ख्याल गरिदिनु होला। उहाँहरूले चासुमसिलले प्रदर्शन गरिरहनु भएको छ। सुनवार चावा, रुबावार चावास, सेन्टवा सिल्ली, सुनवार पानीले सुकाउने सिल्ली। यस धरतीमा भएको सबै मान देवी देवताहरूलाई चोख्याउँदै बल मार्दै अघि बढ्ने सिल्ली उहाँहरूले प्रस्तुत गरिरहनु भएको छ। त्यस पश्चात उहाँहरूले ओकमा चासुम सिल्ली, खन्डेर बिउ छर्ने सिल्ली उहाँहरूले प्रस्तुत गर्ने हुनेछ। चासाङ लिकमा सिल्ली, झार गोड्दै बिउ रोप्ने सिल्ली त्यस पछाडि गर्नुहुनेछ। त्यसै गरी 4मा घाँस 8मा चोन्याङ्स सिल्ली, माछा मारेर केलाउने सिल्ली उहाँहरूले गर्नुहुनेछ। र 5मा चावा दुङमा सिल्ली, पानी पिउने सिल्ली उहाँहरूले गर्नुहुनेछ।
अर्को एकछिन गरिदिनुहोस् है साहेब अतिथिहरूलाई जोड्न चाहन्छु हरि वालिङज्यू भर्जिनियाबाट लक्ष्मी वालिङज्यू दिनेश बुकुङज्यू दल वालिङज्यू फुलमाया वालिङज्यू सुकमाया वालिङज्यू कृपया उहाँहरू भर्जिनियाबाट हुनुहुन्छ कृपया अगाडि आएर अतिथिको आसन लिदिनको लागि अनुरोध गर्न चाहन्छु हरि वालिङज्यू लक्ष्मी वालिङज्यू दिनेश बुकुङज्यू दल वालिङज्यू फुलमाया वालिङज्यू र सुकमाया वालिङज्यूलाई स्ट्रेन्डरबाट आउनु भएको छ उहाँलाई पनि अतिथिको आसन गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु अर्जुन वालिङज्यू अर्जुन चेम्बालाई स्ट्रेन्डरबाट आउनु भएको छ उहाँलाई पनि अतिथिको आसन लिदिनको लागि म अनुरोध गर्न चाहन्छु अर्जुन चेम्बालाई
बिरानमा यहाँ अर्जुन क्यामेरालाई पनि आइसक्नु भएको छ स्क्यानरबाट उहाँलाई पनि अतिथिको आसन ग्रहण लिदिनुको लागि अनुरोध गर्न चाहन्छु। नेत्र केवी मङ्गलज्यू, डोक्टर रोका मङ्गलज्यू, विजय मङ्गलज्यू, दावा तामाङज्यू, सुख तामाङ राजाज्यू, केवी राईज्यू, विद्यमान मङ्गलज्यू, सन्तोष मङ्गलज्यू, हजुरहरू यति कतै हुनुहुन्छ मूर्तिसँग अगाडि आएर अतिथिको आसन ग्रहण लिदिनु होला। यहाँ आउन यहाँ यता आउन। अब यो पछाडि इरीको होइन अनि हाम्रो
समरसँगै थियो है माथि भेटाएको थिएँ मैले जाने ठाउँमा समरसँगै थियो ब्याट्री लिनु गएको भन्नु होइन सबै सिक्नु भयो त्यस पछाडि हिल डान्सका टोलीहरूलाई तयारी अवस्थामा पहुँचिदिनका लागि पनि म यहाँबाट निवेदन गर्न चाहन्छु हिल डान्स प्लिज वेल रेडी फर द कम्पिटिसन हिल डान्सलाई धन्यवाद हाम्रो राज सरजीलाई यहाँ हामीलाई पनि समय दिनुभयो र अहिलेको समय भने हामी केन्द्र लोबेल टिमको रहेको छ हाम्रो नाच टोली अगाडि प्रवेश गरिसक्नु भएको छ यहाँ लागेको छ केही क्षणमै हाम्रो नाच सुरु हुनेछ कम्पिटिसनको सिल्ली रहेको छ रेखा सिल्ली अर्थात् एक प्रकारको चराको सिल्ली यहाँले नाच्नु हुँदैछ भने यो पहिलो सिल्ली रहेको छ र यहाँहरू सबैले मूल्याङ्कन गरिदिनु हुन अनुरोध गर्दछु यो रहेको छ एक प्रकारको चराको सिल्ली त्यसै गरेर दोस्रो सिल्ली रहेको छ भने भविष्यमा एक प्रकारको किरा सिल्ली रहनेछ त्यसै गरेर तेस्रोमा माखा सिल्ली जुन चाहिँ हामीले झिगा सिल्ली भन्छौँ त्यसै गरेर चौथोमा कुवामा सिल्ली अथवा कुखुराको पोथीको सिल्ली गर्नेछ भने पाँचौँमा खेबा अथवा गङ्गटा सिल्ली गर्नेछौँ भने छैठौँमा आतुङ अर्थात् सिकारी सिल्ली गर्नेछौँ त भने अहिले हालमा भने यो पहिलो सिल्ली रहेको छ रेखा सिल्ली एक प्रकारको चराको सिल्ली यहाँले गरिराख्नु भएको छ सायद मलाई पनि यहाँलाई आउँदैछ यो सायद स्टेलिङ सिल्लीले तपाईँहरूले चिन्नुहुन्छ यो कुन सिल्ली गर्दैछ अथवा कुन सिल्ली नाच्दैछ भन्ने कुरो यहाँहरूलाई अनुरोध नै छ भनेदेखि यो हाम्रो प्रत्येक सिल्लीमा प्रत्येक नृत्यमा यथार्थ जीवन हाम्रो यथार्थ जीवन किरामा अर्थात् किरा सबैको यथार्थ जीवनमा के आउँछ र के हुन्छ कसो गरिन्छ जीवनकालमा भन्ने कुरोलाई दर्शाउने गरेका छ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यो अब रेखा सिल्ली अर्थात् एक प्रकारको चराको सिल्ली भनेदेखि चराले के गर्छन् त कसो गर्छन् त भन्ने कुरो चाहिँ यहाँहरूले सिल्ली मार्फत अथवा नाच मार्फत यहाँहरूले प्रस्तुत गरिराख्नु भएको छ कम्पिटिसनको सिल्ली मध्येमा 6वटा सिल्ली रहेको छ भने यो पहिलो सिल्ली यहाँले देखाइराख्नु भएको छ नाचिराख्नु भएको छ हाम्रो नृत्यकला भाइ बहिनीहरूले
र यो सिल्ली भने अहिले गाइने किरा अथवा एक प्रकारको किरा सिल्ली प्रस्तुत गरिराख्नु भएको छ हाम्रो नानीहरूले। यो रहन्छ दोस्रो सिल्ली। सिल्ली भने यहाँलाई स्टेपिङ चेन्ज गर्दै तेस्रो सिल्लीमा प्रवेश गरिसक्नु भएको छ। तेस्रो सिल्ली रहेको छ माघा सिल्ली। यो भने माघा सिल्ली अर्थात् झिङ्गाको सिल्ली नानीहरूले प्रदर्शन गरिराख्नु भएको छ। हाम्रो भाषामा माछा भनिन्छ झिङ्गालाई र झिङ्गाको सिल्ली गरिराख्नु भएको छ हाम्रो नानीहरूले। यसै गरेर सम्पूर्ण हाम्रो उपस्थित किरावा छ अथवा गाई किरा यहाँहरू सबैले हेरिराख्नु भएको छ, चिन्तन मनन गरिराख्नु भएको छ भने हाम्रो निर्णायक मण्डलीज्यूहरूले पनि अवलोकन गरिराख्नु भएको छ। मलाई लाग्छ यहाँहरूले सायद स्टेटिङमै चिन्नुहुन्छ यो सिल्ली भनेर। तथापि यहाँलाई अवगत गराएँ मैले। अब चौथो सिल्ली भने हाम्रो नानीहरूले वामा सिल्ली गर्नेछन्। वामा सिल्ली भनेको कुखुराको पोथी सिल्ली। सिल्लीमा प्रवेश गर्दै नानीहरू सेवा अथवा गङ्गाटा सिल्ली। यो भने गङ्गाटा सिल्ली हो। चिकन भने नि त मैले त्यही नलेको पुरा चिकन भने त भनेको
सिल्लीभन्दा अन्तिमको सिल्ली रहेको छ। यो सिल्ली आक्रमण अर्थात् सिकारी सिल्ली यहाँले देखाइराख्नु भएको छ। आचरण सिल्ली भनेर भनिन्छ। यो रहेको छ हाम्रो अन्तिम सिल्ली 5086 सालको 5086 यहाँले हाम्रो इमोटिभ शाखामा केन्द्रदेखि यसरी प्रदर्शन गरिरहेको छ भने आशा गरौँ अरू क्षेत्रबाट पनि प्रदर्शन गर्नेछ हामी हेर्नेछौँ। र अहिले भने यो केन्द्रले बोलिएको अन्तिम नृत्य अर्थात् सिल्ली चाहिँ यहाँले गरिराख्नु भएको छ। यस पछाडि हाम्रो नृत्य गर्ने भाइबहिनीहरू बिदा हुनेछन् र अहिलेको भने यो अन्तिम नृत्य हो। यो सिल्लीको अन्त्य हुनु गइरहेछ। हाम्रो नानीहरू अब नृत्य गरिसकेर बाहिर सुन्दैछन्। हामीले समय हेर्दाखेरि सायद मलाई लाग्छ यो सही समयभित्र हामीले हाम्रो नृत्य देखाइसकेका छौँ मलाई लाग्छ। ह्यारिस वकको सेकेन्डमा नि हुनुपर्छ फर्स्टमा नि फर्स्टै हुनु पर्यो नि फर्स्ट र सेकेन्डमा चाहिँ हुनै पर्यो फर्स्टै हुन्छ जस्तो छ पाखा सेवा मेटमा गएको छ तदनी पाखा सेवा मेटमा यहाँदेखि कुनै कुरो गर्नुभन्दा अगाडि हामीले पृथ्वीलाई माफी माग्नु पर्ने हुन्छ किनभने उसलाई पृथ्वीलाई खिचिन्छौँ त्यसै कारणले अहिले पाखा सेवा याङसानको ढोले केन्चिया सिली सुरु भयो मैदान अगाडि हाम्रो जम्मागढी हाम्रो केन्द्रीय हेल्थबाट चाहिँ हाम्रो 7वटा सिलीहरू पाइन्छ र त्यसैमा हाम्रो अगाडि चाहिँ हाम्रो माङसिली सुरु हुनेछ। माङसिलीको प्रथम सिली हो हाम्रो सुक्तुरुङ सिली सुरु हुन्छ। सेकेन्डमा छ हाम्रो भोलि पूजा सिली, थर्डमा गोरुजोक्ने सिली, एगरी हाम्रो ढोले केन्चिया सुक्तुलुङ सिली मुयाङो पखाङ्ग्याङला सुक्तुलुङ सिली हो हाम्रो किरा राई हो सिली हो माङ सिली हो सुक्तुलुङ सिली निमय वयाङ खोइसानिगे तको हाम्रो सुक्तुलुङ सिली ने हो तको आइपुग्छुमा आफुलाङ तपातारमा सुङ्गीमा दोलना बलिसको सुक्तुलुङ सिली हाम्रो सुक्तुलुङ सिली भनेको चाहिँ हाम्रो पर्वत राशेमा चाहिँ यो चाहिँ चुला फुट्ने सिली भनेर चाहिँ भनिन्छ। किनभने यो चुला फुट्ने हाम्रो माङ सिलीमा दिएको चुला फुट्ने सिली चाहिँ एकदमै महत्त्वपूर्ण मानिन्छ। किनभने
पर्दा पर्दादेखि लिएर तपाईँको जन्मिँदासम्म हामीले सुन्तुलुङ गर्ने फुलको बनाउँछ। त्यसो गर्दाखेरि सुन्तुलुङ सिलीलाई चाहिँ एकदमै महत्त्वपूर्ण मानिन्छ। अर्को ढोले केन्चा चिया गरी सुन्तुलुङ सिली सायाबेटमा साया लाखा अदानीले रङ्गिला अदानीदेखि लाउरा गीतमा सिलिगुडी आन्दोलन गरी खैसालिङे देङसिदा सुन्तुलुङ सिली देङसिदा चाहिँ हाम्रो वा खेतमा सिली याङ दोस्रो सिलीमा चाहिँ हाम्रो भूमि पूजा सिली आउँछ। ताकि भूमि पूजा भनेको चाहिँ आयनमा चाहिँ बाखा सेवा पनि भनिन्छ होइन। बाखा सेवा सिली विषयमा छ। उनगरी हाम्रो ढोले केन्चा चिया सुन्तुलुङ सिली नै मोयाङ ढोले केन्चा चिया भूमि सिली मोयाङमा छ। भूमि सिली गरिरहनु छ हाम्रो ढोले केन्चाहरूले। भूमि सिली भनेको चाहिँ के भनेदेखिलाई कुनै कुरो हामीले काम अगाडि गर्नुभन्दा अगाडि पृथ्वी मातालाई पूजा बनाउँछ। त्यसो कारणले भूमि पूजा अब सिली गरिरहनु भएको छ। त्यसमा चाहिँ बन्दाबाट चाहिँ हाम्रो बाखा सेवा पनि भन्छ। गीतमा सिली भनेको चाहिँ भस्म पार्ने सिली भनेर चाहिँ पर्वतीमा बनिन्छ। यो गीतमा सिली हाम्रो ढोले केन्चा चिया हामीले कुनै पनि बिउ बिजन छर्नुभन्दा अगाडिको पहिला हामीले भस्म पार्छौँ, त्यसलाई चलाउँछौँ, त्यसलाई अनि मात्रै हामीले जोत्ने खन्ने गर्दछौँ। त्यस कारणले गर्दा अहिले वा गीतमा सिली पाखाभित्र खाने सिली गरिरहनु भएको छ। बस्ने खाने सिली हाम्रो दन्तवादनका चाहिँ यो गीतमा अगाडि हाम्रो ढोले केन्चा चिया यो गीतमा सिली चिन्ना चिन्ना मोयाङ तदायाङ याङ तदायाङ यसो देङसिदा हाम्रो बाखा छमा सिली गोरु छमा सिली लिम्बुवानमा छ। ओगरी ओको गोरु छमा सिली मोयाङसँगको ढोले केन्चा चिया गोरु जोत्ने सिलीलाई हामीले भुइँ जोत्ने सिली भनिन्छ। त्यसलाई चाहिँ बाखा
गोरुलाई प्रयोग गर्दछौँ र त्यसै कारणले गर्दाखेरि गोरु छैमा सिली भनेर चाहिँ भनिन्छ है। त्यसै गरी हाम्रो नम्बर 5मा आउनु आँटेको छ। त्यसै गरी देख्दै हुनुहुन्छ दर्शकबिनहरूले हाम्रो नानीहरूले दुरुस्तै गोरु जस्तो मान्छे गोरुलाई कुटे जस्तो ढाइ गरेर दुरुस्तै नक्कल पारेर गोरु हिर्काएको जस्तो गरेर चाहिँ गोरु जस्तो सिली गरिरहनु भएको छ। गोरु छैन सिली चिन्ह उयाङ दायाङ ओगरी अन्को ढोले केन्सा चाहिँ बिउ 1मा सिली बिउ 1मा मोडाङ्गा ढेनमा मोडाङ्गा लिपमा सिली सुनकट्टा सिली यहाँ छ ओदा ओगरी चाहिँ बिउ 1 याङ छ खाइयाङमा सनको ढोले केन्सा चिया मोडाङ्गा बिउ ढेनमा भनेको चाहिँ बिउ खाने हो र लिपमा भनेको चाहिँ हाम्रो बिउ छर्ने सिली हो। हाम्रो यो जुन हाम्रो 5औँ सिलीमा चाहिँ हाम्रो बिउ 1मा सिलीमा चाहिँ हाम्रो 3टा सिली त्यहीँ निस्किएर चाहिँ हामीले गरेको छौँ। त्यसरी हाम्रो बिउ 1मा ढेनमा लिपमा सिली चिन्ह मुयामा छ। ओगरी बिउ लिप यामा छ। ओगरी चाहिँ बिउ लिप यामा सिली हो। बिउ लिपमा नि हो चाहिँ कलकत्तामा चाहिँ बिउ लिप्नु भनेको चाहिँ बिउ रोप्नु हो। धानको बिउ अथवा कोदोको बिउ अथवा हरेक चिजको बिउ रोप्नुलाई चाहिँ लिपमा भनेर भनिन्छ कलकत्तामा। त्यसैले यहाँको ढोले केन्द्र जग्गाको बिउ लिपमा चिन्ह मुयाङ होला यहाँ। यसो देउसीका त्यस पछाडि हाम्रो नम्बर 6मा आउँदैछ संवाद सिली आउने आएको छ। संवाद सिली ओगरी अन्त ढोले केन्द्र संवाद सिली मुयामा छ। संवाद भनेको चाहिँ हाम्रो पर्वतीय भाषामा चाहिँ चरा सिली गरिरहनु भएको छ। जस्तै चरा जस्तै पखेटा खेलाएर यताउता खोर्सिने भुइँ खोर्सिने र सर्कस्टै बिउहरूलाई असर पसर बनाउने सिली गरिरहनु भएको छ। दुरुस्तै ओगरी वैशाली संवाद सिली मुयामा छ। ढोले केन्द्र चिया ओसो देउसीका हाम्रो भेलावा सिली नम्बर छ। ओगरी अन्त ढोले केन्द्र चिया संवाद सिली सीमा मुयाङ दायाङ। त्यसै गरी हाम्रो नम्बर 7मा अन्तिम सिली हाम्रो रहेको छ हेलावा सिली भनेको चाहिँ बाँदर सिली आउनु आँटेको छ। हाम्रो अन्तिम सिली हाम्रो नम्बर 7मा पर्दछ। ओचिया अन्को ओगरी हेलावा सिली मुयाङमा छ। अन्को ढोले केन्द्र चिया हेलावा सिलिया हेलावा आना मकै मचाकी साथी चाछन् बिगराली कोदो फाफर्सी बिगराली चकचक नो हाम्रो हेलावा वैशाली हेलावा दुरुस्तै अनुराक्षी मेलुकिना हेलावा अघि दायामा हाम्रो बाँदर सिलीमा चाहिँ दुरुस्तै हाम्रो ढोले केन्द्रहरूले अनुहार पनि बाँदरकै जस्तो बनाएर चाहिँ उहाँहरूले दुरुस्तै एक्टिङ गरिरहेको छ देख्न पाइन्छ। र बाँदरले चाहिँ तपाईँको मकैको खोसेलाहरू खोसेल्ने र फाल्ने गर्दछ। कम्मरतिर हात लगाएर एउटा टाउकोतिर हात लगाएर अनुहार बिगारेर चक्क गर्ने गर्दछ। त्यस्तो देखिँदैछ पनि दुरुस्तै हाम्रो ढोले केन्द्रहरूले बाँदरको जस्तो अनुहार बनाएर दुरुस्तै नक्कल पारिरहनु भएको छ। ओको हाम्रो हेलावा सिली दुरुस्तै हेलावा सिली दायामा ओगरी हाम्रो रावा पाछा अन्को रुबी पाङ्गी हान्सी नाबियाङ अन्को लोक्छे हान्सी देखि तदा याङ अन्को हेलावा सिली अन्को ढोले केन्द्र चिया हेलावा सिली मुयामा छ। ओगरी र अन्तिम हाम्रो सिली हेलावा सिलीमा अन्तिम सिली रहेको छ। दक्षबुवाची रुबी पाङ्गी छेकुमी साबाली पातडी बुद्धिजीवी अन्को ढोले केन्द्र चिया दुरुस्तै हेलावा सिली
म यमदा याङ हाम्रो बाँदर सिलीमा दुरुस्तै हाम्रो ढोले केन्साहरूले अनुहार पनि ठ्याक्कै बाँदरको जस्तो बनाएर दुरुस्तै बाँदर सिली नै गरिरहनु भएको छ। दर्शकबिन श्रोताबिनहरूले पनि हेरिरहनु भएको होला। त्यसै गर्दै हाम्रो सिलीको अन्तिम भएको घोषणा गर्दै गरेको दृश्यहरू देखिँदैछ। अन्त ढोले केन्सा ओतो हेलोया सिली चिन्ह महिलाले ओदा अन्त ढोले केन्सा देङसुला लामा लेहामा ओगरी देङसुला लिमा मोयामा छ खैसालिगे बिदौरी थाम आई त्यसले 2026 सालको साकेला सिली थाम चिन्ह मोयामा छ झारखण्डको रुबिकङले हामी छेकुमी साबाली बुढौली काकौली बुद्धिजीवी अन्त सिलिहाङमा चिलाइ बिगा दोयाङ्स हान उङ्कासङ हासिन चिनेली योयाङ्स खाउटेले खाना खाउटेको उनका साकेला मुइने नमरे बाचे दही बोले साथे नामाङ्सल फेरि भेटिने याङ्साको प्रवेश गरेको छ र सम्पूर्ण बृहत रागडुमसारको यो महानुभावली पर्व र प्राचीन कालदेखि नै स्थापित भइरहेको छ। हजुरहरू समक्ष चाहिँ प्रत्येक साल हामीले यसरी नै बृहत राईहरूले गर्दै आएको महानुभावली चाडलाई हजुरहरूले साथ सहयोग एकदम समर्थनले गर्दाखेरि आज यहाँसम्म रहेको छ र यसैमा हाम्रा गिरीका भाइ बहिनीहरूले पहिले हाम्रो माङसिल्ली रहेको छ सुक्तुलुङबाट उहाँहरूले नाचिरहनु भएको छ। माङसिल्लीलाई सेन्ट्रल पार्ट अफ दि रिचुअल भनेर हामीले भन्छौँ। यो 3 चुलालाई उहाँहरूले बुझेर नाचिरहनु भएको छ। गिरीका भाइ बहिनीहरूले कम्मर भाँची संस्कारका साथ उहाँहरूले एकदमै प्रसन्न भएर नाचिरहनु भएको छ। हामीले प्रत्येक साल यसरी नै साकेला अभिनय हामी सिल्लीको अभिनय देख्न सक्छौँ। तर सिल्ली भनेको के हो, यसलाई अभिनय भनेर हामी प्रस्फोटन गरिरहेछौँ। किराँत रागडुम सहरको सभ्यतामा पाइने महत्त्वपूर्ण संस्कृति पहिचान र इतिहास हो साकेला सिल्ली। यो सिल्लीलाई 2 भागमा विभाजन गरिएको पाइन्छ, माङसिल्ली र चासुम सिल्ली। यो सिल्लीहरूमा सभ्यतापूर्ण रहस्यहरू लुकेको हुन्छ। त्यो रहस्यहरूलाई अभिनयद्वारा प्रस्फोटन गर्न सकिन्छ र देखाउन सकिन्छ। माङसिल्ली अदृश्य शक्तिद्वारा माविहरूले नाचुनहरूले पर्याप्त गरेको सिल्लीलाई माङसिल्ली भनिन्छ। सिल्लीको आफ्नै विशेषता छ। यो सिल्ली हामीहरूले विधि पूर्वक मात्र प्रस्तुत गर्नुपर्ने हुन्छ। यो सिल्लीलाई प्रति संसार पितृहरूलाई र आदिम पुर्खाहरूलाई सम्झेर हामीले अभिनय र आदिम पुर्खाहरूले गरिएको काम कार्यहरूलाई हामीले प्रस्फोटन गर्दछौँ। अहिले हाम्रो नानीहरूले यी शाखाका नानीहरूले भने मान्छामा सिल्लीलाई उहाँहरूले पस्किरहनु भएको छ। यो एउटा पितृ पूजा भनेर भन्छौँ। यो आदिम पुर्खाहरूलाई पुज्ने काम गर्दछौँ, प्रकृतिलाई पुज्ने काम गर्दछौँ।
त्यसपछि मान्छेमा सिल्ली हामीले बुझ्नेछौँ मावि नाक्सुङहरूले मुन्दुम ऋषिवा गाउँदै उहाँहरूले मान्छेमा सिल्लीलाई उहाँहरूले बुझ्नुहुनेछ। त्यस पछाडि भने हामीले माङखिमबाट बाहिर हामी बिस्तारै निस्किनेछौँ। त्यसमा हामी सेतलुङ सिल्ली हामी भनेर भन्छौँ। हामी दैलोको ठेला आउँदिरकी जोर भनेर भन्छौँ। हामी यसरी नै हामीले माङखिमको दैलोको ठेला बिस्तारै हामी क्रस गर्दै हामी निस्किनेछौँ बाहिर। त्यसपछि हाम्रो भाइ बहिनीहरूले अहिले यसरी नै हामीले सेतलुङ सिल्लीलाई पस्किनु हुँदैछ। त्यसरी नै उहाँहरूले दैलोबाट हाम्रो बाहिर आउने उहाँहरूको अभिनय हामी देख्न सक्छौँ। सेकेन्ड लास्ट हो यो। खाँदैन अहिले। देखाइरहनु भएको छ। उहाँहरूले सेतलुङ सिल्लीको अभिनय गरिरहनु भएको छ। उहाँहरूले सुक्तुलोलाई मान्छेमा सिल्ली पुकारेर सेतलुङ सिल्लीलाई उहाँहरूले पुकार्दै हुनुहुन्छ र उहाँहरू माङखिमबाट भित्रबाट उहाँहरू बाहिर आउँदै हुनुहुन्छ। प्रत्येक वर्ष हामीले दुईचोटि मनाउने चलन छ। 6 महिनामा उभौली र उधौली यो हो। हाम्रो एउटा पारुहाङ सुम्निमाको पालादेखि नै उत्पत्तिदेखि नै सृष्टिकालदेखि नै यो भइआएको र प्राचीन कालदेखि नै रहेको हामी पाउँदछौँ र यसलाई नै हामी प्रत्येक रागडुङछाहरूले किराँत रागडुङछाहरूले सिल्ली उभौली उधौली गर्दै आएका छौँ। विभिन्न अभिनयहरू विस्फोटन गर्दै आएका छौँ। यो चाह किराँतीहरूको कुल देवता पारुहाङ र सुम्निमाको पूजा गरेर राम्रोसँग अन्नपात रोग व्याधि नष्ट होस् र सृष्टिको निरन्तरता रहिरहोस् भन्ने पारुहाङ र सुम्निमालाई एकदमै सम्पूर्ण भावी पाठौँ ढ्वाङ्गीहरूले मुन्दुमी र ऋषिमी गाउँदै उहाँहरूले आशिष माग्नुहुन्छ।
यस पछाडि हाम्रो नानीहरूले टोटीमा सिल्ली नाच्दै हुनुहुन्छ र उहाँ एउटा चराको नक्कल गरेर उहाँहरूले अभिनय हात खुट्टाको हाउभाउद्वारा अभिनय उहाँहरूले देखाइरहनु भएको छ। टोलीमा सिल्ली भनेर हामी भन्छौँ, यो पनि माङसिलीमै पर्दछ। भाइ बहिनीहरूले उहाँहरूको सिल्ली पाँचवटै सिल्ली माङसिल्ली रहेको छ र उहाँहरूले चाडा सिल्ली नाचिसक्नु भएको छ। अब रहेको छ अन्तिमको सिल्ली रहिरहेको छ। भाइ बहिनीहरूले गिरिक ब्रान्चका नानीहरूले अन्तिमको सिल्ली नानमा सिल्ली भनेर भन्छौँ, नायुमा पनि सिल्ली भनेर भन्छौँ। यो सिल्लीलाई नै उहाँहरूले समाप्त गरेर उहाँ भाइ बहिनीहरूले सुरु गर्नुभएको हुन्छ। अब हेलो धन्यवाद हाम्रो आजको उद्घोष साथीलाई। र म यहाँबाट जानकारी गराउँछु कि हाम्रा कृपन शाखाका नानीहरू हाम्रा यस प्रतियोगितामा प्रस्तुत गर्नको लागि यहाँ गेटबाट प्रस्थान भइसक्नु भएको छ भन्ने म यो जानकारी उपस्थित र गैर किराँतीहरूलाई उदाउने शाखाको हार्दिक शुभकामना दिन चाहन्छु। यस बृहत केन्द्रीय उदाउने शाखा कार्यक्रम गर्नुहुने मेरिलेन शाखाका सम्पूर्ण परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस मञ्चबाट हालै म बुद्धिमान सोप्थे पनि आजको मेरिलेन शाखाका नानीहरूले यस सिल्ली प्रतियोगितामा नाचेको सिल्लीहरूलाई स्पष्ट पार्नको लागि म यस मञ्चमा उपस्थित भइसकेको छु भन्ने म एउटा जानकारी गराउँछु। फेरि पनि मेरिलेन शाखालाई हाम्रा केन्द्र शाखाका नानीहरूलाई यस सिल्ली प्रतियोगितामा भाग लिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस सिल्ली प्रतियोगितामा अन्य शाखाका नानीहरूलाई पनि शुभकामना दिँदै यस मञ्चबाट तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। अहिले भने हाम्रा शाखाका नानीहरूले सिल्ली प्रस्तुत गर्न गइरहेको छ र हाम्रा नानीहरूले 7वटा सिल्ली गर्नेछ। हाम्रा जज अथवा निर्णयकर्तालाई पनि जानकारी गराउनेछु। यसमा 4वटा भएको देखिरहनु भएको छ कतिवटा भयो? 4वटा भयो नि? कतिवटा भयो? 4वटा हो? 2वटा रह्यो? कता भाषामा सुत्तुल सिल्ली भन्छ भने हाम्रो नेपाली अथवा पर्वतीय भाषामा यस सिल्लीलाई 3 चुलाको
माको पूजा गरेको सिली पनि भनिन्छ र यसलाई मान सिली पनि हाम्रा आयु भाषामा तपाईँको हो त नि? उत्कृष्ट ढङ्गले देखाइरहनु भएको छ र हाम्रा किराँत राईहरूले जहिले पनि कुनै शुभ कार्य अथवा कुनै पनि नराम्रो कार्य गर्दा आफ्नो मागलाई पूजा गरेर मात्रै जे कार्य पनि सुरु गर्ने गर्दछौँ भने हामी यो हाम्रा चित्र शाखाका नानीहरूले स्पष्ट गराइराख्नु भएको छ र हाम्रा पुर्खाहरूले गर्नु भएको उहाँहरूलाई देखाइरहनु भएको छ र हाम्रा चित्र शाखाका हाम्रो चित्र शाखाका नानीहरूले हाम्रा पुर्खाहरूले जहिले पनि आफ्नो ठुलालाई आशीर्वाद मागेर मात्र कार्य गर्ने गर्दछन् र हाम्रा कृष्ण शाखाका नानीहरूले पनि सिन्धीमा पारुहाङ र आफ्नो पुर्खाहरूलाई आशीर्वाद माग्दै ढोल झ्याप्टा जस्ता हाम्रा संस्कृति सामानहरू आज प्रयोग गर्दैछौँ है भन्दै यस आज्ञा माग्दै हामी घर बाहिरबाट जाँदैछौँ है कुनै पनि हामीलाई आपत्तिका खेलहरू आइ नपरोस् भन्दै सिन्धीमा पारुहाङ र हाम्रो पुर्खाहरूको आत्मसँग आशीर्वाद माग्दै हाम्रा कृष्ण शाखाका सिन्धी नृत्यकारहरूले सिन्धीको माध्यमबाट म यहाँबाट जानकारी गराउँछु। म एक दिन गएन प्र्याक्टिसमा यो आजै मात्रै हेरेको मैले फर्स्ट अहिले भने हाम्रो नानीहरू अर्को सिली गर्दै हुनुहुन्छ यस सिलीलाई बट्टा भाषामा क्लिपका प्रेसिडेन्ट यस्तो छ अनि के हो होइन भाउजू त जानुभयो कि म मेरो काम भएर क्या र अहिले हाम्रा शाखाका नानीहरूले ढोका खोल्दै बाहिरतिर निस्कन्छौँ है जसमा हामीले घर बाहिरतिर जाँदैछौँ है भन्दै ढोका खोल्दै मोजुम गर्दै बाहिर जाने हुँदैन हाम्रा सिलीका नानीहरूले तपाईँहरूमा स्पष्ट पाइराख्नु भएको छ उहाँको हात खुट्टाको हाइबल गरेर तपाईँहरूलाई यहाँबाट मैले देखिरहेको छु उहाँले नक्कल गरेर तपाईँहरूलाई स्पष्ट गरिरहेको छ उहाँले अहिले गर्नुभएको सिलीलाई हाम्रो आयु भाषामा भने द्वारे राप्चे खाउँ सिली भन्दछ। ढोकाबाट निस्केको सिलीलाई सिधै सक्नुभएको छ उहाँहरूको सिली गर्नको लागि तयार भएको छ मानबहादुर र हाम्रो सिधै शाखा नानीहरूले अहिले गर्नुभएको सिलीलाई बट्टा भाषामा मुख्य तालिमका बोकुलु आफ्ना सिली भन्दछन् र यसलाई पर्वते वा नेपाली भाषामा गुलेली मटेर हानेको सिली भन्दछ। त्यसै गरी हाम्रा कृष्ण शाखाका नानीहरूले अहिले भने हाम्रा पुर्खाहरूले प्रचलित जङ्गलले गुलेली धनुखा जस्ता सामान प्रयोग गरेर शिकार खेल्ने गर्दथे त भन्ने कुरालाई तपाईँहरूलाई हात खुट्टाको हावभाव गरेर नक्कल गरेर तपाईँहरूको माझ स्पष्ट पाइराख्नु भएको छ भने म यस मञ्चबाट तपाईँहरूलाई जानकारी गराउँछु। उहाँलाई अति नै उत्कृष्ट ढङ्गले उहाँले देखाइराख्नु भएको छ अहिलेको गुलेली मटेको हानेको सिली उहाँलाई एउटा तालीले पनि सहयोग गरिदिनुको लागि म यहाँबाट हात उठाउने गर्दछु। अहिले भने हाम्रो भाइ बहिनीले अर्को सिली गर्दै हुनुहुन्छ र यस सिलीलाई बट्टा भाषामा झुलुक्समा मिक पुकमा सिली भन्दछन् भने हाम्रो नेपाली वा पर्वते भाषामा झुलो चक्माले आगो चाके सिली भन्दछ र अहिले भने हाम्रा कृष्ण शाखाका सिलीका नानीहरूले बसेर हाम्रो पिता पुर्खाहरूले झुलो र चक्मा प्रयोग गरेर आगो चाल्ने सिली उहाँले गरिरहनु भएको छ। उहाँहरू बसेर
हाम्रा पिता पुर्खाहरूले पहिलेको समयमा कसरी आगो फुक्थे त र झुलो चक्र जस्तो सामानहरू प्रयोग गरेर आगो बाल्थे भन्ने कुरालाई तपाईँहरूलाई यहाँबाट हाम्रो कृपया शाखाका नानीहरूले स्पष्ट गरेको यहाँबाट म जानकारी गराउँछु। तपाईँहरूले देखिरहनु भएको छ उहाँको हातको एक्सनले अथवा नकल गरेर कसरी आगो फुक्थ्यो त भन्ने कुरालाई उहाँले देखाइरहनु भएको छ। पनि उत्कृष्ट ढङ्गले तपाईँहरूमा देखाइसक्नु भएको छ भने उहाँहरू अहिले भने पाँचौँ सिल्डिङ गर्दै हुनुहुन्छ र यस सिल्डिङलाई बताबासँग चेङ्लुङ र वानमा सिल्डिङ भन्दछन् भने नेपालीमा जातो पिल्ले सिल्डिङ भन्दछन् र उहाँ तपाईँले देखिसक्नुभयो हाम्रो नानीहरूले भुइँमा बसेर तपाईँहरूलाई यस सिल्डिङ भाषाले राम्रो उत्कृष्ट ढङ्गले देखाइरहनु भएको छ भन्ने म यहाँबाट जानकारी पनि गराउँछु। र हाम्रो नानीहरूले हाम्रो पिता पुर्खाहरूले कसरी जातोमा अन्न फलिसकेपछि किनेर चिठो अथवा खानको लागि बनाउँछ भन्ने कुरालाई हाम्रो कुराहरूले हाम्रो कृषक शाखाका नानीहरूले भुइँमा बसेर देखाइरहनु भएको छ। तपाईँले देखिरहनु भएको छ उहाँले केही नमानिकन आजको मौसम लक्ष्य केही नमानिकन उहाँले एकदम उत्कृष्ट ढङ्गले देखाइरहनु भएको छ भन्ने म यहाँबाट तपाईँहरूलाई जानकारी पनि गराउँछु। र हाम्रो पाँचौँ सिल्डी हाम्रो कृषक शाखाका नानीहरूले एकदम उत्कृष्ट ढङ्गले आजको हिँड्ने नभइकन उहाँहरू बसेर जातो पिल्ले सिल्डी पनि गरिसक्नु भएको छ र उहाँलाई एकदमै शुभकामना दिँदै उहाँले अर्को सिल्डी गर्नको लागि तयार भइसक्नु भएको छ। र अहिले भने हाम्रो नानीहरूले गर्नुभएको सिल्डीलाई गन्तामा भने छुम्फु मुनमा सिल्डी भन्दछन् भने नेपालीमा ओखली कुटेको सिल्डी भन्दछ। यसलाई बगती भाषामा ओखली कुटेको सिल्डी भन्दछन् भने हाम्रा कृषक शाखाका नानीहरूले हाम्रा पुर्खाहरूले पहिलेको समयमा कसरी ओखलीमा हाम्रो साथीका भनेको कोदो जस्ता मकै जस्ता अन्न कुटेर चामल पिठो चिउराहरू बनाइन्थे भन्ने कुरालाई हाम्रा कृषक शाखाका नानीहरूले तपाईँहरूलाई आफ्नो हात खुट्टाको एक्सनबाट अथवा हावभाव गरेर यहाँ स्पष्ट गरिराख्नु भएको छ भन्ने म यहाँबाट दिनको अनुरोध गर्दछु। तपाईँले देखिरहनु भएको छ कसरी ढुकी अथवा ओखली कुट्छ भन्ने हाम्रो नानीहरूले हात खुट्टाको एक्सन गरेर देखाइरहनु भएको छ। हावभाव नकल गरेर तपाईँहरूले देखिरहनु भएको छ उहाँले उत्कृष्ट ढङ्गले देखाइरहनु भएको छ। र ओखली कुटेको सिल्डी पनि उहाँले पाँचौँ सिल्डी सिधाइसकेको छैटौँ सिल्डी सिधाइसकेको म यहाँलाई जानकारी गराउँछु भने अहिले भने उहाँले सातौँ सिल्डी गरिराख्नु भएको छ। र यस सिल्डीलाई बताबासँग घाँटे फिफी बामा सिल्डी भन्दछन् भने नेपालीमा पर्वतीय भाषामा यसलाई तान कुटेको सिल्डी भन्दछन्। अहिले भने हाम्रा कृषक शाखा नानीहरूले बसेर हाम्रा पिता पुर्खाले लगाउने किराँती पोसाक कसरी तानमा बुन्थे भन्ने बुनेर लगाउँथे भन्ने कुरालाई हाम्रा नानीहरूले हात खुट्टा त्यो भावभाव गरेर सिल्डीको माध्यमबाट तपाईँहरूलाई स्पष्ट गरिराख्नु भएको म यहाँबाट जानकारी गराउँछु। तपाईँले देखिरहनु भएको छ हाम्रो नानीहरूले यो आजको यो हिलो केही नमानिकन उहाँहरू एकदम उहाँहरूले ज्यान दिएर उत्कृष्ट ढङ्गले उहाँ देखाइरहनु भएको छ र उहाँलाई एकदम हौसलाको साथ ताली लगाएर पनि उहाँलाई हौसला दिनुको लागि म यहाँबाट दिनमा अनुरोध गर्दछु। तपाईँले देखिरहनु भएको छ हाम्रो नानीहरूले एकदमै उत्कृष्ट ढङ्गले यस आजको स्टेजलाई एकदमै उहाँहरूले केही नमानिकन एकदम उहाँहरूले आफ्नो पुर्खाहरूलाई सम्झेर आफ्नो सिल्ली नृत्य गरेर देखाइरहनु भएको म यहाँबाट पनि जानकारी गराउन चाहन्छु। अनि उहाँले सिल्डी सातौँ
भेटाउनु सिकाइसक्नु भएको छ भने म यहाँबाट जानकारी गराउँदै उहाँहरूलाई धेरै धेरै धन्यवाद र उहाँलाई शुभकामना दिँदै यहाँबाट बिदा हुँदै हुनुहुन्छ उहाँलाई एकदम जोरदार तालीले उहाँलाई धन्यवाद दिन म सम्पूर्ण यहाँ उपस्थित हुने किराँतीहरू किराँतीहरूलाई म यहाँबाट आग्रह गर्दछु सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो आजको निर्णायक मण्डल र आजको यस केन्द्रीय उदौली कार्यक्रम गर्नुहुने हाम्रो बाजुमा शाखा परिवारलाई पनि हाम्रो कृतज्ञ शाखाका सम्पूर्ण परिवारबाट उहाँलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु भन्दै सम्पूर्णलाई अर्को साल पनि यसै गरी उभौली शाखामा भेट्ने बाचा राख्दै म पनि यस मञ्चबाट बिदा हुन चाहन्छु अलग्गै सेवा धन्यवाद अब तिनवटा छ सफा भने धेरै धेरै धन्यवाद मेरील्यान्ड भयो होइन इरी भयो नि हाम्रो उहाँहरूको मेहनतलाई Akron, your time start. म कटेर जान्छु ल उता ल Let's go! Sewa Hawa हाम्रो DPROA ब्रान्च एक्रोनबाट यस उभौली 2026 5086 यालेगोङ उभौली शाखामा यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र अहिले हामी ब्रान्च एक्रोनबाट चाहिँ सिली प्रदर्शन गरिरहेका छौँ र हामीसँग 5वटा सिल्लीहरू रहेका छन् र पहिलो हाम्रो सुक्तुलुङ सिल्ली हामीले प्रदर्शन गर्दैछौँ जहाँ चाहिँ हामीले 3 चुलालाई ढाकेर हामीले शक्ति हाम्रो पितृहरूसँग माग्ने क्रममा हामी यस सिल्लीद्वारा चाहिँ हामी यसलाई बिक्री गर्दैछौँ भने दोस्रोमा आजको हाम्रो यो सिल्लीमा चाहिँ खियामा खेल्चाकुपाको थिम लिएर चाहिँ हाम्रो ब्रान्च एक्रोनले प्रस्तुतिहरू गरिरहेका छौँ र दोस्रोमा भने हामीले फुल रोप्ने सिली रहेको छ र त्यसै गरी र खेल्चाकुपाले दिदीहरूलाई खोज्ने अनि त्यसै गरी तेस्रोमा हाम्रो आजको सिली पर्फर्मर्सहरूले जातो पिन्ने सिली रहेको छ उनीहरूले आफ्नो जीवनशैली कसरी अगाडि बढाउँछ दिदीबहिनीहरूले भन्ने कुराहरू चाहिँ त्यो सिलीबाट चाहिँ हामीले आज प्रस्तुत गर्दैछौँ र त्यस पछाडि खेल्चाकुपाले भाइले चाहिँ अनुकार हान्ने शिकार गर्ने उसले पनि आफ्नो दैनिकी कामहरू गर्ने के गर्थे त हाम्रो पहिलेको पुर्खाहरूले भन्ने कुराहरू चाहिँ हाम्रो सिल्लीद्वारा आजको DPRO ब्रान्च एक्रोनको सिल्ली पर्फर्मेन्सहरूले चाहिँ पर्फर्मेन्स गर्दै हुनुहुन्छ र चौथो सिल्लीमा हामीसँग त्यसै क्रममा दिदीबहिनी छायामा एयामा उहाँहरूले नाङ्लो सिल्ली प्रदर्शन गर्नुहुनेछ
सिल्ली प्रदर्शन गर्नुहुनेछ भने 5औँमा यानि कि अन्तमा दुवैजना हाम्रो पाएमा खियामा रहेछ बुबाद्वारा चाहिँ ढोक गर्ने सिल्ली रहेको छ। यहाँलाई म जानकारी गराएँ। अब यसरी नै हाम्रो टिभी पर्फर्मर्सहरूले चाहिँ फुल रूपले सब कार्यहरू जुन चाहिँ हाम्रो पहिले आदिम पुर्खाहरू आयामा खियामाले गर्ने दैनिक कार्यहरूको चाहिँ हामीले सिल्लीद्वारा यहाँ प्रस्तुत गरिरहेका छौँ। यो हाम्रो सिल्लीले चाहिँ विशेष गरी हाम्रो किराँतीहरूको चाहिँ एउटा जीवनशैली नै बोकेको हुन्छ, जहाँ चाहिँ हाम्रो आदिम पुर्खाहरूले चाहिँ हाम्रो जीवनशैली कस्तो थियो, हाम्रो दर्शन कस्तो थियो, हाम्रो मुन्टुमहरूले हाम्रो जीवनलाई कसरी चाहिँ हामीलाई मार्गदर्शन गर्दै ल्याएको थियो भन्ने कुराहरू सब सिल्लीमा नै हामीले पाउन सकिन्छ। यो हेर्दामै एउटा हामीले नाचेको देखिन्छ, तर यसमा ठुलो मुन्दुमी कुराहरूको चाहिँ एउटा विश्वास रहेको छ। हाम्रो किराँत जातिहरूको जीवनशैली नै हामीले पूर्ण रूपमा यहाँ हेर्न पाइन्छ। सो लेप्चाकुपा जुन चाहिँ दिदीहरू आफ्नो नानाहरू आफ्नो चेलीको खोजाइमा एकदमै अलग बिलप गर्दै रुँदै दिदीहरूलाई चाहिँ खोजिरहेको चाहिँ यो सिल्लीले प्रदर्शन गरिरहेको छ। माइतीको वियोगमा एउटा आजको यस सिल्लीलाई हामीले यहाँनिर BKROA ब्रान्च एक्रोनबाट चाहिँ हामीले प्रस्तुत गरिरहेका छौँ। अब हामीले यहाँनिर जाँतो पिन्ने सिल्ली, अब दिदीहरू नानाहरू चाहिँ आयामा खियामा आफ्नो जीवनशैलीमा फर्किसक्नु भएको छ। उहाँहरूले दैनिकी गर्ने कामहरू अब यो सिल्लीद्वारा हामीले प्रस्तुत गरिरहेका छौँ।
हेचाकुपाले धनुकाँड खेलाएको उहाँहरूले आफ्नो जीवनशैली अगाडि बढाउनका निमित्त सिकार खेल्नुपर्ने र गर्नुपर्ने त्यो कार्यहरू गरेको हेचाकुपाद्वारा यो सिल्लीको अहिले प्रस्तुति भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु। दिपेन दुमीको नेतृत्व र सुशीला दुमी सिलिहाङमा र राज चामलिङ सिलिहाङमा उहाँहरूको नेतृत्वमा आजको यस सिली यहाँ प्रस्तुत भइरहेको पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। नाङ्लो सिल्ली पनि भनिन्छ। अब हामीलाई हरेक काममा घरमा दैनिक कार्य गर्दाखेरि यो हामीले नाङ्लो चामल नै पर्ने होइन, हरेक कुराहरू हामीले अन्नबालीहरूको चाहिँ काम गर्दाखेरि यो नाङ्लो भन्ने कुराहरू हरेक कुराहरू एकदमै महत्त्वपूर्ण हुन्छ। हेचाकुपा भेट भएको बिछोड पछाडिको मिलनको यो सिल्ली अहिले प्रस्तुति भइरहेको पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। धेरै पछाडिको हाम्रो किराँती संस्कारमा चाहिँ चेलीहरू अत्यन्तै हाम्रो सबैभन्दा सर्वोत्कृष्ट मानिन्छ। चेलीहरूलाई हामीले सर्वस्थानमा राखिन्छ। त्यसै कारणले माइतीले चाहिँ यहाँ एकदमै ढोगेर यो एउटा हाम्रो ढोग गर्ने सिल्ली प्रदर्शन भइरहेको पनि यहाँहरूलाई म जानकारी गराउन चाहेँ। आफ्नो चेलीहरूसँग हेचाकुपाको धेरै लामो समय पछाडिको छोड पछाडिको मिलन भेटलाई आज यो सिल्लीले यो नृत्यले चाहिँ यहाँनिर प्रस्तुति गरिरहेको छ। फेरि पनि यहाँहरूलाई कायमा क्रियामा हाम्रो आदिम पुर्खहरू किराँतीको आदिम पुर्खहरू हुन्छ एउटा जीवन सृष्टिमा उहाँहरूको एउटा ठुलो योगदान रहेको छ र त्यसैको सिल्ली आज विशेष त्यही थेममा रहेर चाहिँ निकै हामीले प्रदर्शन गरेको पनि यहाँलाई जानकारी गराएँ। फेरि पनि यहाँहरूलाई उभौली साकेलाको सम्पूर्ण उपस्थित किराँतीजनहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ हामी ब्रान्च एक्रोनद्वारा।
सिलीलाई अन्तिमसम्म यहाँहरूले एकलप्त भएर हेरिदिनु भयो र हाम्रो तिनैजना वरिष्ठ जजेसहरूलाई पनि ब्रान्च एकाउन्टबाट आन्तरिक हृदयबाट यहाँको समय र यहाँको एक्सपर्टिसलाई हामी अत्यन्तै आन्तरिक हृदयबाट मनन गर्दै यहाँहरूलाई पनि हामी सेवा गर्न चाहन्छौँ। हवस् त, धन्यवाद। हेलो एक्रोनलाई यसरी फेरि ताली दिनुपर्छ ल यो समय उहाँहरूको लागि समय सुरु भएको छ। समय सुरु भयो अरे Buddhist-Kratrai Organization of America, Cincinnati, उत्तरबाट सेवा नमस्ते। हेलो मेरील्यान्ड, नमस्ते मेरील्यान्ड। भने हाम्रो सिन्सिनाटी ब्रान्चको सिडनी प्रतियोगितामा सिडनी स्टाफलाई प्रवेश गर्दैछ र पनि आफ्नो सिडनी प्रस्तुति गरेर गइसक्नु भएको छ र हाम्रो सिन्सिनाटीको तर्फबाट पहिलो त माङसिली रहेको छ अनि दोस्रो चासुङ सिली रहेको छ र यो माङसिलीमा पहिलो सुक्तुलुङ सिली रहेको छ भने तेस्रोमा वापा सिली हाम्रो यति 5वटा सिली रहेको छ र यो सिली उपाउ पुर्खाहरूले जुन उत्पत्ति अथवा चाहिँ हामी विकास हुँदै जाँदाखेरि विभिन्न यो भूमिलाई कसरी संजोत गर्ने अनि हाम्रो एक्रानबाट जुन हेटावा
दशौँ सिल्लीमा हामीहरूले त्यसरी नै पुर्खाहरूले बिउ बिजन कहाँबाट लिए कसरी सुरु गरे भन्ने खालको कुरामा रहेर चाहिँ हाम्रो नानीहरूले यो सिल्ली गरिरहेको छ र मैले सरस्वती यो 5वटा सिल्ली अनि मैले यहाँ हजुरहरूको समस्या मैले बताइदिएको छु र भने अब सम्पूर्ण यहाँ उपस्थित हुनुभएका विभिन्न 10वटा शाखा किराँत दक्ष बुबा अगरमान्छे लगायत गणेश किराँत सबैलाई चाहिँ धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। धन्यवाद।